फिफा विश्वकप 2026 को उद्घाटन खेलमा मेक्सिकोले शानदार सुरुवात गरेको छ। मेक्सिकोको सिटी स्टेडियममा आज मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 ले हराउँदै विश्वकपको पहिलो जित निकालेको छ। खेलको सुरुमा 8औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै टिमलाई अग्रता दिलाए र उनी फिफा विश्वकप 2026 को पहिलो गोल गर्ने खेलाडी पनि भएका छन्। गजबको टर्निङ दिँदै बवाल गोल गर्न सफल भएका थिए। फर्स्ट हाफमा मेक्सिकोले लगातार साउथ अफ्रिकालाई प्रेसर दिएर खेल्यो। मेक्सिकोको तर्फबाट बवाल पोस्ट अटेम्पहरू गजबको फिनिसिङहरू आइरहेको थियो र यो बवाल ओभरमा मेक्सिकोको तर्फबाट दोस्रो गोल आएको थियो। खेलको 66औं मिनेट राउल जिमेनेजले शानदार गोल गरेका थिए। दोस्रो हाफमा मेक्सिकोको तर्फबाट आएको यो गोल एकदमै शानदार थियो, गजबको थियो र खेलको अन्तिमतिर साउथ अफ्रिकाले फल मार्फत रेड कार्ड खाएको थियो। फेरि खेलको अन्त्यतिर मेक्सिकोको एक खेलाडीले पनि रेड कार्ड खाँदै खेल मैदानबाट बाहिरिएका थिए। दुवै टिमका खेलाडीहरू रेड कार्ड खाँदै बाहिर तापनि मेक्सिकोले 2-0 को लिड गर्दै आजको विश्वकपको पहिलो खेलमा आफ्नो होम ग्राउन्डमा शानदार जित निकालेको छ।